नेपालको हिरो भन्छन् कुलमान घिसिङलाई। ठिकै छ, उहाँलाई बधाई छ। यसमा अब तपाईलाई जिरो बनायो। सुरु गरौँ। गणतन्त्र असफल भयो त पनि मान्नुहुन्छ तपाईँ? यो तीनटै कुरा यो व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा तपाईँ उभिनुहुन्न। कङ्ग्रेचुलेसन कङ्ग्रेचुलेसन। केही भाडाको मान्छे ल्याएर काठमाडौँ लगाउँदै आजबाट त सुरु भइसक्यो नि त गणतन्त्र सुरु भयो त उनीहरूले भनेको नि उनीहरूले थ्रेट गरिसके। कांग्रेस एमाले माओवादीले अब देश बनाउन सक्दैन। तिनै दल तीनैजना शीर्ष नेताहरू असफल। तपाईँ केपी शर्मा ओली शेरबहादुर लाज लाग्यो पनि अलिकति सुधारको लागि आफैबाट पहल गर्ने कि गरिसके मैले म त गरेको तपाईको हुनाले जीवन शैली छ नि तपाईले तल घर नदेखाउने कि तपाईँ केपी शर्मा ओलीको झोले मेरो खराब पानी छ मेरो तपाईँ जस्तो नेता पनि केपी शर्मा ओलीको झोले बन्नुभयो। केपी झोले म देशको झोले भनेर भनिसकेपछि भ्रष्टाचार लेख्या छ झोलामा। एउटा दिवाकर शाह भन्ने एउटा भाइ छ पत्रकारितामा, त्यसले एक दिन बुम तेर्साएर चाहिँ संसदको रिपोर्टिङका सिलसिलामा सोध्दै थियो तपाईँ हनुमान हो भनेर। केपी शर्मा ओलीको हनुमान तपाईँ हिजो भन्दा डेफिनेटली आज तर तपाईको पुस्ता तर आजबाट भोलि डेफिनेटली हो भन्दा राम्रो हो। रामकुमारजी तपाईले 30 वर्षदेखि 4 जना नेतालाई 5 जना नेतालाई देखेको हेरेको हेरे त हाम्रो दुर्भाग्य सत्तामा छ नि उहाँहरुको हालिमुहाली छ। केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खोइ नयाँ अनुहार। तपाईहरुको पुस्ता असक्षम भयो। तपाईहरुको पुस्ताले हस्तक्षेप गर्न सकेन। तपाईहरुको पुस्ता आज चुप लागेर बसिरहेछ, आत्मसमर्पण गरिरहेछ नेताहरुसँग। तपाईहरु न बोल्न सक्नु, पार्टीमा न झगडा गर्न सक्नुहुन्छ, न पार्टीमा तपाईहरु नेताहरुको गलत कुरालाई गलत भन्न सक्नुहुन्छ। अनि यसमा यसो भनौं कस्तो अवस्थामा भूमिका छ, न तपाईको प्रभावकारिता छ, न तपाईको कुरा बिग्छ, न तपाईको कुरा तपाईको पार्टीमा कुनै नेताले सुन्छन्। रामकुमारजी लगानी बाल्लोमा पानी पोखरा एयरपोर्टमा अर्बौंको भ्रष्टाचार नरेन्द्र मोदी दोष भएको खण्डमा छानबिन गर्छ। कारबाही भएको खण्डमा हाम्रो देशमा तपाईको पार्टीको पीडा भइसक्यो। ईश्वरजी तपाईलाई म जता जान चाहन्छु कार्यक्रम स्वागत गर्न चाहन्छु। धन्यवाद। दुईटै मतको सरकार अनि अध्यादेश ल्याएर देशमा शासन गरेर तपाईहरुले हाम्रो देशमा लोकतन्त्रलाई सिद्धाउनु भयो। सरकारको 6 महिने कार्यकाल तपाईको नजरमा दृष्टिकोणमा किन तपाई कांग्रेस एमाले गठबन्धनलाई बलियो बच्चो नेता हो, तर हात्ती आयो फुस्सा केही पनि उपलब्ध खडा गरिँदैछ। अब जन्म सन्दर्भमा जानुपर्छ। लोकतन्त्र खडा गरेर हुने कुरा होइन नि, किनभने तपाईहरुले राम्रोसँग काम गर्दै भयो यो अवस्था आउँथेन नि। आक्रोशित छन् जनता एउटा समुदाय। तर तपाई त जनताको बिचमा घुम्नुभयो, जनतासँग तपाईले साक्षात्कार गर्नुभयो, माओवादी जनतासँग गयो, तर प्रश्न उठेको छ नि तपाई माथि पनि त जनताले धेरै प्रश्न गरे नि त। भ्रष्टाचार मौला आयो, आज मार जता त भ्रष्टाचार नभएको ठाउँ हाम्रो देशमा मानव तस्करी भयो। हामीले मान्छे बेच्छौं यो देशमा। आफन्तहरूलाई ठाउँमा पुर्याउनु हो, नियुक्ति गर्नु हो, राम्रो मान्छे ल्याउनु भएन। देशमा योग्य सच्चे मान्छेले ठाउँ पाएन नि प्रचण्डजी। यो एउटाले भाइरल बनाइदिन्छ, साले केटो काले केटो के भनिदिन्छ, अनि त्यसपछि सबैले त्यसैको पछि लागेछ। अनि म चाहिँ त्यसको डिफेन्ड गर्दै हिँड्न त सक्दिनँ। अब म आफ्नो काममा लाग्छु। हैन, कुलमान घिसिङको चमत्कार तपाईँ आएपछि अन्धकारै नेपाल। 81-82 मा त्यो अस्ति चैत्र 3 गतेसम्म जुन अहिले बेसरी 2 घण्टा 2 पटक ट्रिप भयो नि, यसैमा त बढी मैले गाली खाइरहेको छु। त्यो 2 घण्टा 2.5 घण्टा ट्रिप भएको 2 पटक हैन, बिहीबार र शुक्रबार। सबभन्दा बढी गाडी खाने तपाईँ हुनुभयो अहिले सामाजिक सञ्जालमा। त्यो मैले अलि मेरो त्यो सिस्टम त्यो बेलामा तराईमा सिस्टमै बिगार्दिनु हो त्यसमा। मलाई यो प्रचार प्रसारमा त्यति विश्वास छैन। तर कुलमान घिसिङले बाजी मार्नुभयो, उहाँको नाम छ जताततै। उहाँलाई बधाई छ। नेपालको हिरो भन्छन् कुलमान घिसिङलाई। ठिकै छ, उहाँलाई बधाई छ। यसमा अब तपाईलाई जिरो बनायो। विकल्प एमालेमा कसैले दिन सक्यो? प्रचण्डको विकल्प कोही छ माओवादीमा? है तपाईको पुस्ता कहाँ छ? जति बालेर खोल्नु क्या ती कुरा चाहिँ म तपाईलाई भन्छु कि दुईटा एयरपोर्टमा भ्रष्टाचार चाहिँ भएकै छ। अनि तपाईँ टुलु के हेरेर बस्नुभयो 18 मा गर्नुपर्ने मण्डलमा।